गुड मर्निङ मेरो सबै टिकटकको साथीहरू सबैजनालाई गुड मर्निङ होइन। आज चाहिँ 30 मई होइन। अब 30 मई अब यो एसपीले फेरि के बकवास गर्न लाग्यो भनेर नभन्नु होला होइन। जति पनि एसपीले भन्छ आफूलाई फाइदा हुने कुराहरू नै गर्छु क्या मैले साथी हो। त्यस कारणले मेरो भिडियो अन्तिमसम्म सुनेर मात्रै लाइक कमेन्ट सेयर गर्नु होला होइन सब हो। आज चाहिँ साथीहरू सबैलाई आज राति चाहिँ जे होस् राम्रो राम्रो सपना नै देख्नुभयो होला होइन। सबै भुबु साहबहरूले गुर्जेहरूले राम्रै सपना देख्नुभयो होला। किन भन्दाखेरि आज एरियर आउने हो नि त, अनि 2% डिए पनि आउने हो। र कसरी आउने के आउने सबैजनालाई पजल छ फेरि है, एकदम सस्पेन्स भइरहेछ होइन। कति आउँछ होइन, कसरी दिन्छ होइन, मेरो बेसिक स्यालेरी कति होला, यस्तो यस्तोहरू चाहिँ एकदम धेरै मान्छेलाई अब ऊ भइरहेछ। कतिजना साथीहरूले चाहिँ मेरो बेसिक पे कति हुनुपर्छ र अब कति होला यस्तो यस्तो क्वेसनहरू होइन मलाई टेक्स्टमा आइरहेको छ। अनि एउटा चाहिँ फेरि के छ भन्दाखेरि अब प्रिमिचर पेन्सन आउने मान्छेले पाउँदैन अरे, आरओबी थर्ड आरओबी टू थर्ड केही पाउँदैन अरे भनेर चाहिँ अब साथीहरूले यताउता गुई होइन भुबुहरू यताउता गरेर चाहिँ त्यस्तै कुरामा हामी बाजी थापेछौँ होइन। बाजी थापेको छु क्या। एकजना हलदार गुरुजी हुनुहुन्छ, उहाँ प्रिमिचर पेन्सन आउनुभएको हो होइन। उसलाई चाहिँ कन्फर्म म प्रिमिचर आएको हो, मैले आरओबी थर्ड पाउँदैन, एरियर पनि आउँदैन, मेरो बेसिक पे पनि एडजस्ट हुँदैन भनेर उहाँले चाहिँ भन्नुभएको छ। र कसैले भन्यो या कता कता सुन्यो के हो उहाँले त्यस्तो भन्नुभएको छ। तर हामीले चाहिँ बाजी थापेको छौँ। मैले चाहिँ के भनेछु भने तपाईले हलदार सर्भिसको 24 सालको कलर सर्भिसको या टाइम स्केलको तपाईँको स्यालेरी बेसिक पे चाहिँ हुन्न, तर तपाईँले कति वर्ष गर्नुभएको छ सर्भिस त्यो अनुसार चाहिँ पाउँछ। तर पाउँदैन भन्ने चाहिँ छैन। आरओबी थर्डमा मैले हेरेअनुसार चाहिँ मैले चाहिँ अब जसरी भने जता गएर भने नि अब थाहा हुने ठाउँमा गएर मैले हेरिसकेँ। तर फेरि उहाँलाई यो कुरो भन्यो भने फेरि उहाँले फेरि हामीलाई पार्टी दिनुहुन्न। उहाँले चाहिँ आरओबी थर्डको एरियर जति पाए पनि क्या, कम्ती धेरै एरियर जति पाए पनि र उसको बेसिक पे एडजस्ट भयो भने हामीलाई पार्टी दिने बाजा गरेको छ। द्याट इज द एकदम ह्याप्पी पोइन्ट छ होइन। एकदम खुसी लागेको छु। अब हामीले पार्टी खानु पाउँछ होइन। आज उसले यो मेरो भिडियो सुन्नुभयो भने चाहिँ ऊ हार्ने भयो। किन भन्दाखेरि आज 1-2 बजी त तपाईँको पेन्सन र त्यो सबै एरियर सेरियर सबै जे स्यालेरी छ